यो गैंडाकोटबाट नारायणी पुलमा चाहिँ चढ्दै गर्दा 422 किलोमिटर ट्रिप 1 मा छ। मैले यसलाई 0 गरिनँ किनभने भिडियोमा रेकर्ड हुन्छ 422 किलोमिटर र अगाडि अप्पर दाङगढी यहाँबाट कति पर्दो रहेछ। नारायण घाटको धाँसु 6 लेन बाटो आयो। पुलको पछाडि जङ्गलबाट हुँदै नगरपालिका वडा नम्बर 7। धन्यवाद। यो ढुङ्गा माथि मन्दिर नाइस। यो दरबेटार भन्ने ठाउँ रहेछ। हेर्दा खासै उकालो नभए फिल नभए पनि उकालो चाहिँ रहेछ। बाँकी यो बाटो खास हिँड्ने जिपहरू ट्र्याक्टरहरू नै हिँड्ने बाटो हो। कुम्दीकोट भन्दा छ नि, कुम्दीकोट भन्दा त धेरै छ, तर यो उकालो उस्तै छ क्या। मैले भने नि वालिङ जस्तै एकदम माथि जानुपर्छ नि त। अब यहाँ तान्यो भने त्यहाँ पनि तान्ला। चिसो हुन थाल्यो नि है। कता जाडो लाएर दुःख पाउनु पर्दैन। यहाँ त गाडी तेज आयो भने उता साइड लागौँ भन्नु पनि डर लाग्दो। वाउ, हेभन नेपालीमा भन्दा स्वर्ग टाइप अफ स्वर्ग। अब यो ब्युटी चाहिँ छैन किनभने डाँडाहरू बिचरा खुइले खान्, तर यो चाहिँ राम्रो रहेछ। यो घाँस सास आएर यो पहिरो जानबाट पनि रोक्छ। अथवा लगाएको होला। बाँकी डाँडाहरू चाहिँ खुइला तर मौसम चिसो। आफ्नो घरतिर त अहिले चिसो लगभग सकियो नि। यति बेला त गर्मी लाउँछ घाममा, तर यहाँ चाहिँ हो जहाँसम्म गढी यसो विचार गर्दाखेरि यो डाँडामाथि हुनुपर्छ जस्तो लाग्छ। तर हामी आएको त्यो बाटोबाट हो। यस्तो त कति खाल्टाबाट आइयो। अब यो त सामने यहाँ देखियो। हेर्दाखेरि वहाँ एउटा घर यसरी घर पनि कति टाढा यस्तो ठाउँमा घर छ। यहाँ झर्नै आधा घन्टा लाग्ने ठाउँहरू होइन। ठाउँमा घर बनाएर चाहिँ मान्छेहरू बसेका छन्। यहीँ छ यो घर। कारोबार यहाँ खास रक्सी बनाउने हुँदो रहेछ। रक्सीबाट झिकेको पानीले बच्चाहरू नुहाइदिनु, त्यो पनि ठिक हो। तातो पानीको युज फाल्नु हो गएर त्यो गाडी उभिएको ठाउँमा कहीँ न कहीँ त्यतै पार्किङ गर्ने हो जस्तो मलाई लागिरहेको छ। अब जहाँ होला त्यो हेरौँ ल। अहिलेलाई चाहिँ यो सिन खास गरी कस्तो ठाउँबाट बाटो बनाएर यस्तो पाखामा कसरी जीवनयापन गरेछन् भन्ने कुरो एउटा सिन चाहिँ भीषण छ हेर्दाखेरि होइन। तर धुवा छ, त्यसो भएर क्लियर चाहिँ छैन। जे होस् राम्रै छ, वाउ छ। हामी एकछिन यहाँ आराम गरेर अब हिँड्यौँ। चिसो हावा एकदम चिसो। वास्तवमा यहाँ आउन त हामी अहिले त आइयो है। आउनु पर्ने चाहिँ जब आफ्नोतिर गर्मी तातो हावा चल्छ नि त्यति बेला आउनु पर्ने ठाउँ रहेछ के। त्यति बेला बल्ल ढुङ्गा खस्दा रहेछ नि यार। यति ढुङ्गा टाउका लाउने नि त बजाउँछ भो कति लरी।
एकछिनलाई भए पनि डेन्जर रहेछ। डबल हिँड्दाखेरि अलि अप्ठ्यारो। सिङ्गललाई त पक्का यो बाटो खासै प्रब्लम हुँदैन होला, तर डबल हिँड्दाखेरि चाहिँ बाइकलाई अथवा बाइकको चेनलाई गतिलो प्रेसर पर्दो रहेछ। पिच हुँदाखेरि बाटो एक त बराबर साइजले उठेको थियो, यहाँ कहीँ खाल्टाखुल्टी कहीँ वात्ते उकालो आयो फेरि पिच। धन्यवाद। हेर न पिचमा सजिलो हुन्छ कि पिच एक लेभलमा उकालो आरामसँग उठ्छ। त्यो कच्ची बाटो एक लेभलमा उठ्ने भएन। अब बाइकले रेस्ट पाउने हो त्यही हो जस्तो लाग्यो। लिएर आइक्यो अरे दिदीलाई लिएर। अनि आएँ भने पनि भनेन त बाबा ठ्याक्कै वालिङको बाटो रहेछ भनेर। यो त माथि जाने हो क्या हो। बाइकको स्थान यहीँसम्म, अगाडि भर्याङ चढेर जाने हो चाहिँ मानेको छु। बिहान उठ्दा बित्तिकै पहिलो कुरो थियो कि मौलाकालिका जाने। मौलाकालिका त कुनै कारणवश गइएन। अब भगवान्ले अहिले नआइज भन्नुभयो, के भयो पहिला भने पछि काम गर्न थियो, काम गर्दा गर्दै बिर्सेँ, फेरि याद आयो। कुल मिलाएर हिँडेर जाने भन्ने कुरो थियो, आज भर्याङ चढेर जाँदैछौँ। सिन हेर्ने लायक छ। के को घर रहेछ, ढोकासोका भत्किएछन्। सके यहाँ आउनेहरूलाई बास बस्ने व्यवस्था मिलाउनु थियो कि भन्ने। अलिकति भर्याङ चढिसकेपछि फेरि यो र्याम्प रहेछ र अप्पर दाङगढी सर्च गर्दा अप्पर दाङगढीको म्याप भन्दा पनि यो गुरुङ होमस्टे भनेर देखाउँदो रहेछ। आज हाम्रो फेरिबाट एनिभर्सरी है, त्यसो भएर हामी टुरमा निस्केका। अब बुढेसकालमा भैँसी रुन्छन् भन्ने टेन्सन मात्रै छ घर, बच्चाहरू हुँदैनन्। अब ती भैँसीको पनि व्यवस्थापन गरेर हिँडेको अलिअलि। पहिलो मेहनत यसमा खानेको, दोस्रो मेहनत यसमा यो लगाउने। किनभने यत्रो खाएर खाली नगरिदिएमा कहाँ लगाउने। राम्रो चिज हो है हुनलाई। फेरि जसले पनि त्यसलाई बनायो त्यो राम्रो हो। इच्छा कामना साफ पर दाङगढी चितवन किन आयो। गेट आयो। आऊ आऊ मक्ख परेर हुन चाहिँ रोगी र कमजोर भनेको म हुँ, तर यसो उकालो चढ्नु पऱ्यो भने कमजोरी नै हुन्। फेरि टोक्न चाहिँ टोक्दैन। यहाँका पक्का फ्रेन्डली हुन्छ। यो टिकट काउन्टर, यो गेट 50 रुपियाँ पर पर्सन टिकट लाग्छ। र उपरदाङगढी संक्षिप्त परिचय। उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो। सन् 1960 को दशकको सुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको थियो। पुरातत्व विभागका अनुसार यस गढी सन् 1800 मा निर्माण भएको र 1960 सम्म चितवनको सदरमुकाम रहेको र महत्त्वपूर्ण सरकारी अड्डा र अदालत सबै यसै क्षेत्रमा रहेको जनाइएको छ। ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने साबिक दाहाखानी गाविस
हाल इच्छाकामेना गाउँपालिकामा पर्दछ। समुद्र सतहदेखि 1200 मिटर उचाइमा पर्ने यो किल्ला तत्कालीन 2224 राज्य एकीकरणका बेला अङ्ग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भूमिको रक्षाका लागि सन् 1800 को सुरुतिर पृथ्वीनारायण शाहका बहादुर शाहका छोरा रञ्जन शाहले निर्माण गरे। 3 फुट चौडाइ तथा 6 फुट उचाइ भएको प्रवेशद्वार रहेको गढीभित्र कोतघर, कालिका र सिद्ध बाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाइ 3 फिट रहेको छ। ऐतिहासिक स्थल गढी 9 वटा सन्ट्री पोस्ट रहेका छन्। लगभग 3 फिट बाक्लो पर्खालको चारै दिशाबाट तोप फर्काउने उद्देश्यले 9 वटा खुला भ्यानहरू बनाइएको छ। सन्ट्री पोस्ट रहेका छन्। लगभग 3 फिट बाक्लो पर्खालको चारै दिशाबाट किल्लाको दक्षिणी भागमा भगवान शिव र कालिकाको मन्दिरको भग्नावशेष मात्र बाँकी छ। गणेशको मन्दिर, वज्रयोगिनी र बालकुमारी देवीको मन्दिर भन्ने किल्लाभित्रबाट गहिरो नहरले घेरिएको ढुङ्गाको ठुला टुक्रा चुन र माटोले बनाइएको छ। उत्तरी मोहडामा प्रवेशद्वार छ भने बीच भागमा इनार र हतियार भण्डारण गर्ने कोतघर छ। हाम्रा पुर्खाले हाम्रो लागि छाडेका यो ऐतिहासिक निशानीको सम्वर्धन एवं प्रवर्धनको जिम्मेवारी तपाईँ हाम्रो काँधमा रहेको छ। धन्यवाद। यो हाम्रो नेपालमा ठाउँ ठाउँमा चाहिँ डोको आजकल डस्टबिनको रूपमा राख्ने जुन चलन छ यो साह्रै राम्रो। यो हामी हेर्न त आइयो तर हेर्ने के भन्दाखेरि अहिले कन्स्ट्रक्सन खास यसमा खर्च गर्न थाले रहेछ। यो पुरानो भत्काएर नयाँ पुरानो थियो पहिला यहाँ एउटा कोठा अलि तल थियो। यो होचो जस्तो लाग्यो मलाई, अहिले अर्को बनाएको हो जस्तो लाग्यो। तर डिजाइन चाहिँ इँटाहरू सबै चिज अलि स्पेसल। यही मात्रै रहेछ। यो खास पानी सङ्कलन गरेर बाइचान्स युद्ध भयो भने चाहिँ युद्धको टाइममा केही दिनको लागि सङ्कलन गरेर राख्ने भन्ने चाहिँ राम्रो भत्काएर नयाँ बनाउँदो रहेछ। लिएर आउन नसक्ने खास तोप गोलाहरू हुन्थ्यो नि त्यस्तो हुन त तोपले त यहाँ हान्ने। अब यो हानेर केही फरक पर्दैन। यत्रो चौडा भित्ता छ। यो कति फुट भनेको थियो यो भित्ता? 3 मिटर छ त यो त लगभग 3 फुट भनेको माने तर 3 फुट होइन त लगभग यो 3 फुट 3 मिटर छ यो त। फेरि हेरौँ ल, जहाँसम्म हामीले 3 फुट पढे नै लाग्थ्यो तर 3 फुट नभएर 3 मिटर अराउन्ड छ यो वाल। ढुङ्गाको वाल चारैतिर खोल्चो काटेर बनाएको। यी झरकाहरू जम्मै तोप राख्नको लागि हुन्थे। यो त जान होइन कि झरका, यो तोप राख्ने ठाउँ हो। तर अहिले चाहिँ यो गणेशको थान होला भयो। मलाई लाग्छ यो बन्न 2-4 महिना अझै लाग्नेछ। त्यसपछि यहाँ हेर्दाखेरि अलिकति राम्रो होला। यहाँ कुनै भगवानको पूजा चाहिँ हुँदो रहेछ। अब दुर्गा मन्दिर, गणेश मन्दिर देखाएको थियो। यहाँ देख्दाखेरि एउटा यही मात्रै देखियो। यो पनि हो, यो पनि हो पक्का यसरी बताएका होला यिनीहरूले। यो त अहिले नयाँ बनाएको हो नि त, त्यसलाई नयाँ संरचना तयार गरेको होला नि त। त्यो पनि हुनसक्छ। सामुन्ने काला परेको यहाँ आएर हेर्दाखेरि चाहिँ खासै केही छैन। चिसो हावा चाहिँ छ। यो बिल्डिङ बनिसक्दाखेरि अब पहिलाको बनेको बिल्डिङ पनि बन्द थियो। आनन्द लिनका लागि शान्त ठाउँ घुम्दै आउँदा उकालो र हाम्रो ऐतिहासिक धरोहर हो भन्ने कुरा त्यो चाहिँ छ। बाँकी खासै हेरेर वाउ भन्ने चाहिँ केही रहेनछ। यसको पौराणिक कथा हेर्दाखेरि त फेरि छ भीषण। त्यस्तो ठाउँमा आउन पाइयो भनेर मक्ख पर्न चाहिँ भयो है फेरि। किनभने अब
अब अहिलेको आधुनिकताले बाटो सहज बनाइदिएको हुनाले हामी सजिलै आउन सक्यौँ, नत्र भने त कहाँ आउन सकिन्थ्यो र यहाँ। एक वर्ष अराउन्ड भयो होला म यो उपरदाङगढी आउने भेटिरहेको, तर आज मेसो मिल्यो, आज आइयो। ऐतिहासिक धरोहर भनेर पनि धेरै यसको सम्वर्धन सम्वर्धन र प्रवर्धनको जरुरत छ। बन्दैछन् संरचनाहरू, पुराना संरचनाहरूलाई सम्वर्धन गर्ने उद्देश्य त चलेकै छ, फेरि पनि धेरै कामको जरुरत छ जस्तो देखिएको छ। यहाँ मन पर्यो यो पुल, यो अति राम्रो लाग्यो, सलिड छ काठ पनि। यो जहाँसम्म पहिलाको चाहिँ होइन, यो फेरिबाट बनाएको हो। पहिलाको पक्का पनि यस्तो सोझै आउन मिल्ने थिएन होला, खुल्ने ढोका भर्याङ लगाउने जस्तो केही चिज थियो होला, किनभने सिक्युरिटीको लागि यत्रो नाला खनेर राखेको छ भने यसरी सोझै पुल त दिन्थेन होला। देवी थान रहेछ, प्रणाम गरेँ प्रभु। पुरानो समयमा कहीँ न कहीँ पूजा गरेको थान हो होला। यो अझै यो मौला यहाँ ल्याएर राखेको छ भने भित्र कहीँ थियो होला के, मन्दिरमा ल्याएर राखेको छ नि। सिमेन्ट नभएर सिमेन्ट जस्तै जम्ने चिज चाहिँ हुन्थ्यो के अरे, सिमेन्ट चाहिँ नहुनु पर्ने हो, तर सिमेन्ट जस्तै छ एक्ज्याक्ट। भाइ यहाँ रुमहरू अभाइलेबल हुन्छन्? कसरी हो चार्ज? अब चार्जको 3टा बेड भएको 1500, दुईटा बेड भएको 1000 रुपियाँ। अब यो 4 रुम छ, 4 बेड छ 2000। 4वटा बेडको 2000, मतलब बेडको 1000 भन्दा कम छैन, तर बेडको 500 को हिसाबले आउँछ। खाना त्यसैमा कि अलग? हैन, खाना छुट्टै हुन्छ। छुट्टै हुन्छ। अनि रुम देखिन्छ कस्तो छ भनेर? लाइन गएको छ, त्यही भएर आइरहेको छ है। लाइन छोडेको हल्का लाइन बोलिरहेको के हो फेरि? अनि यो सोलर बत्ती बोलिरहेको छ। बेड चाहिँ नर्मलै हुँदो रहेछ, केही खास छैन छ। फैलाउनु भन्दा ठाउँ यस्तो व्यवस्था गरेर रहेछ। यो डिजाइन पनि भयो र युटिलाइज पनि भयो। तिमी हो मान्छे, म कि तिमी? मान्छे म कि तिमी? अच्छा तिमी हो र? उयो भन्थ्यो त्यहाँबाट चल्यौँ भनेको थिएँ। भर्याङ कमै रहेछ, खासै धेरै भर्याङ त रहेनछ। उहाँ माथि त्यही माथिल्लोमा पनि अलिकति भर्याङ छ, नत्र ऱ्याम्प रहेछ। जति भर्याङ यहाँ चढ्यौँ योभन्दा अलि बढी या यति हो, तर यो ठाडो छ बढी है त्योभन्दा। नौलो लाग्यो यहाँ मन्दिर। यो पिपलको बुट्टा त यहाँ रहेनछ खासै, यो सानो पिपलै हो कि जस्तो लाग्यो, तर तल त्यो सानो मन्दिरमा जरा गयो जस्तो लाग्यो, सानो। हेर्न दुर्गा मन्दिर। जय मा। माता दुर्गाको, गणेशको, शिवजीको यस्तो रहेछ। तर यहाँ पनि हेर न, एउटा गणेश, दुईटा गणेश,
3टा गणेश मन्दिरमा हुन्छ कि हुँदैन त्यो पनि घरमा चाहिँ स्योर हुन्न भन्छन् जय हो यो गाउँलेले मिलेर बनाएको कि कुनै व्यक्तिले बनाएको तल लेख्न त बोर्डमा 8-10 वटा नाम छ ल राम्रो छ अझै यहाँ रेनोभेसन गर्न लाग्यो ल ठिक छ सुन्दर चौडा चौडा फट्टा हालेर टक्क बस्ने बेन्च बनाएछन् नाइस एकचोटि बसेर आनन्द लिऊँ न त वाउ थेरी